हेलो सबैलाई नमस्कार। आज म साउदीको बाटो तपाईँहरूलाई देखाउँदैछु। अब हामी जानुपर्ने चाहिँ आउनुपर्ने पल्लो बाटो हो, तर यहाँ साउदीमा चाहिँ यसरी नियम विपरीत हिँड्न पाइँदैन र बाटो पनि हुँदैन। अब हामी उतापट्टि घुमेर आउनुपर्ने हो, उताको बाटो पक्रिनु पर्ने हो। अनि अब यस्तो बनाएको हुन्छ यहाँनिर चाहिँ त्यो बाटोकै लागि, उता पक्रिनुको बाटोकै लागि मात्रै पनि यसरी पुल बनाएको हुन्छ। यो चाहिँ यसरी यहाँबाट बाइपास हुने हो, अनि बाइपास गएर यसरी अनि बिस्तारो सरर गएर ऑटोमेटिकली गियर चेंज होता है। हाँ, अपना प्राइस दे दिया ना देखा। भाई बाप वो डाउन हो जाएगा। अनि यसरी यहाँबाट सट्ट यसरी घुम्नुपर्छ। यता पनि बाटो छ, यसरी सरर घुम्ने हो। हाम्रो कम्पनी चाहिँ तलै छ, तर अब घुम्ने बाटो उता पल्लोपट्टि बाटो पक्रिनु नभएको कारणले गर्दाखेरि चाहिँ यसरी बाटो यस्तो छ। यो चाहिँ यो बाटो पक्रिनुको लागि हामी यहाँबाट फेरि यसरी यो पुलबाट यसरी घुमेर जानुपर्छ। अनि यहाँनिर नेपालमा जस्तो हुँदैन, साउदीमा विदेशमा यसरी बाटो पक्रिने हो। अब नियमअनुसार चल्नुपर्छ यहाँनिर। अघि उताको बाटोबाट आएको, यता अब घुमेर कम्पनी जाँदैछौँ। कम्पनी चाहिँ तलै हो, घुम्नुको लागि बाटो नभएको कारणले गर्दाखेरि यति माथि आएर पुल चढेर घुमेको। साउदी अरबमा यस्तो हुन्छ, पम्प, पेट्रोल पम्प। अरबीमा चाहिँ महत्ता भन्छ। अनि यहाँ छ बक्काला। बक्काला भनेको चाहिँ पसल हो हैन। क्या लगा? अब हामी पसलमा केही सामान किनेर फेरि जानेछौँ।